हामी जङ्गलमा छौँ। ठुलो गाउँ माथिको जङ्गल छाँगा खर्क। हामी चाहिँ यहाँ सधैँ बसिराख्नु हुने, गोठमा बसिराख्नु हुने गोविन्दे ठुलबालाई भेटौँ भनेर पनि आएका थियौँ। अनि तर हामीले ठुलबालाई चाहिँ भेटेनौँ। गोठमा उहाँ हुनुहुन्न रहेछ, सायद जङ्गलतिर घाँस काट्न जानुभयो होला माथितिर। हामीसँग चाहिँ पुत्र प्रयत्न छ, स्विडेन गुरुङ छ। मेरो नाति केटा चाहिँ अब इन्जिनियर साहब भइसक्यो होइन, त्यहाँ आराम गरिरहेछ, कविता सुन्ने मुडमा छ। भान्जा सागर गुरुङ चाहिँ क्यामेरामा मलाई साथ दिइराखेको छ होइन भान्जोले। म चाहिँ एउटा राम्रो कविता, मलाई एकदमै मन परेको कविता सुनाउँछु। अहिलेका सबैभन्दा बलिया कविहरूमध्येको नाम लिनु पऱ्यो भने म एक हातको औँलाभित्र गन्ने कविको नाम हो स्वप्निल स्मृति। उनको एकदमै बलियो कविता छ, तर म बोल्न सक्छु। यो शीर्षकको कविता म वाचन गर्न चाहन्छु। जङ्गलमा आएको बेलामा मलाई यो कविता याद आयो र वाचन गर्न मन लाग्यो। म कविता अगाडि सुनाउँछु। तर म बोल्न सक्छु, स्वप्निल स्मृति। तर म बोल्न सक्छु। हो, म बोल्न सक्दिनँ। मेरो कानले अहिलेसम्म कुनै विस्फोट सुनेको छैन। लोकतन्त्र, न्याय, सरकार वा क्रान्ति यी शब्दको अर्थ मलाई बिल्कुल थाहा छैन। म जङ्गलवासी हुँ, जङ्गलमा छु। सहर, सरकार, राज्यभन्दा धेरै टाढा जङ्गलमा छु। मेरै सभ्यताको भ्याकुर खोसिरहेछु। पुर्खालाई चढाउन फुल चुडिरहँदा होस् या 8 तले सिमलको रुखमाथि धनुको ताँदोमा अन्तिम काँड तन्काइरहँदा चुपचाप हुन्छु म। खोलामा माछा मार्न दुवाली थापिरहँदा या बुढी बोजूको आत्मा पुज्न पाहालाई ढुकिरहँदा। म त जङ्गली मान्छे, मसँग सभ्य भाषा छैन। जङ्गलमा खासै बोलिरहनु पनि पर्दैन, नाचे मात्र पनि हुन्छ। नाचिदिन्छु खोलाका लहरसँग। गाए मात्र पनि हुन्छ, गाइदिन्छु बयली बतासँग। दौडिनु पर्छ नै दौडी बस्छु चितुवाका बच्चाहरूसँग। जङ्गलमा त पात मात्र खस्यो भने पनि हल्ला हुन्छ। जङ्गलको भाषा कि चुपचाप हुन्छ कि आँधी हुन्छ। म जङ्गलवासी, सरकार मलाई जङ्गलबाट थुतेर 100 तले सिभिल होम्समा राख्न चाहन्छ। जङ्गल मेरो ईश्वर हो। सरकार जङ्गल मुनिको निलो पत्थर उत्खनन गर्न चाहन्छ, जबकि मेरा पुर्खाहरू छन् त्यहाँ त। सरकार मलाई लिन पटक पटक हेलिकप्टर लिएर आउँछ। बोल भन्छ, फकाउँछ, झकझक्याउँछ। सरकार पनि त जङ्गलकै सन्तान हो। लखेट्यो कि जङ्गलतिरै भाग्छ। तर सरकार मलाई मात्र जङ्गली भन्छ, गाली गर्छ, बन्दुक हल्लाउँछ। बोल कि बोल भन्छ। कसरी बोल्ने हो कि मेरो जिब्रोलाई सरकार शब्दको स्वाद थाहा छैन, जस्तो कि सरकारको जिब्रोलाई मेरो जङ्गलको टिमुरको स्वाद थाहा छ, मेरो खोलाको तिते माछाको स्वाद थाहा छ। म बोल्न सक्दिनँ। कति ठुलो आवाजमा बोल्ने हो, जस्तो कि बाघको गर्जनमा या बिरालोको म्याउमा। म बोल्न सक्दिनँ। तर म बोल्न सक्छु। जब जङ्गलमा आगो लाउँछ सरकार र सहरमा ढाड सेकाउँछ, जब सरकार तिर्खाउँछ र खोला सहरतिर फर्काउँछ, म बोल्छु, कराउँछु, गाली गर्छु, उफ्रिन्छु। सरकार सुने पनि नसुने झैँ गर्छ। तेरो भाषा बुझ्दै बुझिन भन्छ, त म के गरौँ? सायद सरकार बन्दुकको भाषा मात्र बुझ्छ। तब मैले पनि बन्दुकको भाषा सिक्नुपर्ने हुन्छ। धन्यवाद।